नमस्कार, मेरो नाम राजकुमार भोलन हो। म हेटौँडाको महानगरपालिका वार्ड नम्बर 12 रमनटारमा बस्छु र म विगत 12-13 वर्षको पिस्टुला बिरामी हो। त्यसपछि म रक्सोलमा पनि आउसन गऱ्यो। रक्सोलमा आउसन गर्दा भएन र 12-13 14-15 वर्षै भयो। अनि बल्झ्यो, रक्सोलमा आउसन गर्दाखेरि बल्झ्यो। अनि त्यसपछि के गरौँ कहाँ जाउँ के गरौँ भइरहेको थियो। अनि एकजना साथीले आयुर्वेदिकमा जानु, आयुर्वेदिकमा ठिक हुन्छ भन्नुभयो। अनि एउटा आयुर्वेदिकमा देखाएको, एउटा आयुर्वेदिकले डक्टरले के भन्नुभयो भने तपाईँ एमआरआई गर्नुपर्छ के भन्नुभयो। अनि फेरि एमआरआई गर्नलाई पनि हाम्रो हस्पिटल हेटौँडा हस्पिटलमा गयो। अब 1-2 महिना लाग्ने रहेछ कुर भन्यो। अनि त्यसपछि मैले अनि फेरि त्यो डक्टरसँगै सल्लाह गर्दाखेरि बिरगञ्ज जानु, तपाईँ बिरगञ्जमा एमआरआई गरेर आउनु भन्नुभयो। अनि त्यसपछि अब एकजना साथीले मेरो साथीको एउटा यस्तो फिस्टुलाको बिरामी थियो, त्यसबाट तपाईँ त्यहीँ जानु, म त्यहीँ लान्छु भनेर हाम्रो यहाँ हेटौँडा यो सन्चु हस्पिटल अगाडि पञ्चमूर्ति आयुर्वेदिकमा आएर हाम्रो नितेश कुमार गिरीद्वारा उपचार गरियो। उहाँले मलाई हेरेर इलाज गर्नुभयो। अनि अप्सन गर्नुपर्छ भन्नुभयो, इलाज गर्नुभयो। अनि अहिले उहाँद्वारा इलाज गरेर धेरै राम्रो भएको छ। अनि हजुरहरू पनि यस्तो समस्या हुनुहुन्छ भने आउनुहोस्, यहाँ पञ्चमूर्ति आयुर्वेदिकमा हाम्रो डाक्टर हुनुहुन्छ नितेश कुमार गिरी। उहाँ एकदम यो पायस फिस्टुलाको धेरै पुरानो डाक्टर हुनुहुँदो रहेछ। त्यहाँ आएर मलाई एकदम ढक्क भएर एकदम विश्वास लागेर मलाई एकदम निको भएको छ। हजुरहरू पनि आइदिनु होला। हस् त, धन्यवाद।